यही स्विमिङ पुल छ अनि यहाँ चाहिँ अब म खेल्न जान्छु। यहाँ अहिले चाहिँ बन्द छ, त्यही भएर अहिले चाहिँ खेल्दिनँ म। अब खुलेपछि खेल्नुपर्ने हुन्छ। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ कति ठुलो ठुलो स्लाइडहरू छ। म एकछिनतिर खेल्छु। अनि अहिले चाहिँ मैले चाहिँ भिडियो बनाएको छुइनँ, मम्मीले बनाइरहनु पर्छ। त्यही भएर म अहिले भोइस ओभर गरेर तपाईँहरूलाई भन्दैछु। मेरो अर्को च्यानल पनि छ, दिप्सन थापा भ्लग भन्ने। भ्लग त छैन, दिप्सन थापा भन्ने मात्र छ, त्यो पनि सब्सक्राइब गरिदिनु। हामीसँग चाहिँ प्र्याङ्क भयो साथीहरू। यो स्विमिङ पुल चाहिँ उता गेट खोलिन्छ होला भनेर त यतैपट्टि पो खोलिएछ। अनि यहाँ चाहिँ उता गएर टक्क लगाएर टिकटहरू किन्नुपर्ने हुन्छ। अनि टिकटहरू किनिसकेपछि स्विमिङ पुलमा गएर खेल्नुपर्ने हुन्छ होइन। अनि यो भ्लग चाहिँ मेरो फर्स्ट भ्लग छ। अब मेरो यहाँ चाहिँ कस्ट्युमहरू छ। अनि यहाँबाट कस्ट्युम किनेर लग्दा नि भयो, नकिनेर लग्दा पनि भयो। यहाँ चाहिँ हाम्रो ह्यान्डसम बाबा हुनुहुन्छ। अब चाहिँ यहाँ स्विमिङ पुलभित्र जानुपर्ने हुन्छ। अनि बाबाले चाहिँ टिकट काट्दै हुन्छ। अनि यहाँ उता केले चाहिँ पढिहाल्नु, म पढ्दिनँ, पढ्ने झ्याउ लिँदिनँ। यहाँ चाहिँ कस्ट्युमहरू झुन्डाइराम्रो छ। म चाहिँ यहाँ छु। मेरो फेस फर्स्ट टाइम देख्नुभयो होला होइन मजाले। अहिलेसम्म चाहिँ मैले फेस देखाएको थिइनँ, देखाउने जरुरत पनि थिएन नि त। अब चाहिँ म भित्र जान आँटेको छु। अनि यहाँ चाहिँ गार्ड अङ्कललाई बाबाले टिकट दिँदै हुनुहुन्छ। अब चाहिँ म भित्र पसिसकेको छु। अब चेन्जिङ रुमको त भिडियो पनि हुँदैन, किनभने भित्र मोबाइलहरू लग्नु त हुन्थ्यो, तर लग्नुलाई मान्छे पनि भिडियो बनाइदिँदा मान्छे नै हुनुपर्छ। अनि यहाँ चाहिँ सानो सानो बच्चाहरूको लागि मात्र जानु पाउँदो रहेछ मान्छेहरू चाहिँ। त्यही भएर म चाहिँ एक्लै गएँ। यो भिडियो चाहिँ मम्मीले बनाउँदै हुँदैछ। म चाहिँ चेन्जिङ रुममा गएर लुगा फेरेर अब डुबुल्की हान्नुपर्छ। अब चाहिँ म यहाँ स्विमिङ पुलभित्र गइसकेको छु। अब चाहिँ फर्स्टमै त धेरै राम्रो स्लाइड हालौँ भनेर अलिक सानो स्लाइड हानेको छु, किनभने अब बिस्तारै खेल्नुपर्छ नि त माथिबाट। अनि त्यही भएर मैले चाहिँ मुनिकै खेलेँ। माथि जाउँ भनेर सोचेँ, फेरि मलाई पौडी पनि खेल्नु आउँदैन मजाले। त्यही भएर मैले मुनिकै स्लाइड गर्छु भनेर डिसाइड गरिसकेको छु। मैले स्लाइड गरेर मुनि पनि आइसकेँ। अनि यहाँ चाहिँ म यो अहिले चाहिँ पानी त्यो स्विमिङ गर्नुलाई धेरै माथि। अनि अब चाहिँ म हल्का त्यो पानीलाई खेलाउने कोसिस गर्दैछु होइन। यहाँ चाहिँ स्विमिङ गर्दैछु, हल्का आए पनि नआए पनि। म चाहिँ अब यहाँ यत्तिकै मस्ती गर्दै थिएँ। एउटा भाइ माथि उठ्नु खोज्दै थियो, फेरि मुनिएर ढेकालिदिएँ। तपाईँ चाहिँ नगर्नु न दाइ भन्दै थियो। अब चाहिँ म त्यो स्लाइड खेल्नुलाई फेरि जाँदैछु, सेकेन्ड टाइम भनौँ न स्लाइडको। अनि म चाहिँ धेरै पौडी खेल्दिनँ, किनभने मम्मीले मलाई दिनु पनि हुँदैन धेरै त्यस्तो चिजहरू खेल्नु के हुन्छ भनेर। त्यही भएर मलाई चाहिँ अलिक एक्सपिरियन्स छैन यो स्विमिङहरू गर्ने। अनि यहाँ चाहिँ स्लाइड खेलिरहेको छु म। माथिबाट सुई आएर भुइँमा झर्रै, त्यतिखेर चाहिँ मेरो खुट्टा हल्का त्यो स्लाइडको साइडमा पार्ट हुन्छ नि, त्यसमा ठोकियो। मैले चाहिँ यहाँदेखि खुट्टा भुइँसम्म गर्दिनँ, किनभने मेरो हल्का सोच सुकिरहेको छ। धेरै सुक्यो भने अरू आउनु सक्दैन। त्यही भएर कहिले खेलेको अब त पानीतिर भयो। डर लाग्यो खेलोस् न त सोधिनु।
सबैले खाने हो यो अक्टोपस वाटर पार्कमा आएर अक्टोपस खानुहोस् अनि यहाँ स्विमिङ खेल्नुहोस् मेरो छोरा त काछ यता त आएको छैन होला र गाइस मैले चाहिँ भिडियो इन्ट्रो पनि बनाएन हेर केही नगरिकन सिधै भिडियो स्टार्ट गर्दैछु त्यही भएर त्यसको लागि सरी अनि आजको भ्लग चाहिँ यतिमा एन्ड गर्छु म सो बाई बाई